मेरो पनि बधाई। हाम्रो आजको बाटो खत्तम बनाइदियो के सबभन्दा आनन्द काट्नु सुकेको हो यो अगाडि बढ्नु पदचिन्ह पहिलाएर आज हामी यहाँसम्म आइपुगेका यस्तो संस्था जसले नेपाली गीत साहित्य र सङ्गीतमा जीवन समर्पण गरेका स्रष्टाहरूलाई सम्मान गरोस्, नयाँ पुस्तालाई सृजनाको प्रेरणा दियोस् र नेपाली गीत सङ्गीतको गरिमा पुस्तौँसम्म जीवन्त बनाइरहोस्। आज 4 दशकभन्दा बढी समय बितिसकेको छ, समय बदलिसकेको छ, पुस्ता बदलिसकेको छ, तर सङ्गीतका शैली पनि बदलिसकेको
सम्मान गर्दैछौँ। उहाँको योगदानप्रति सम्मान प्रकट गर्नु भनेको सम्पूर्ण नेपाली भाषा, नेपाली संस्कृति र नेपाली सृजनाप्रतिको हाम्रो सामूहिक सम्मान पनि हो भन्ने कुरा यहाँले बुझ्नु भएको छ भन्ने कुरामा म विश्वस्त पनि छु। त्यसैले यही गौरव, यही सम्मान र यही साहित्यिक भावनाका साथमा छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित 44औं छिन्नलता गीत पुरस्कार समर्पण समारोह 2043 मा यहाँ सबैजनालाई पुनः एकपटक म हार्दिकताका साथमा स्वागत गर्दछु। यसैगरी राज्यलक्ष्मी शाह सिंहजीलाई पनि हार्दिक सम्मानसहित कार्यक्रममा आसन ग्रहण छिन्नलता गीत पुरस्कार र छिन्नलता युवा प्रतिभा पुरस्कार कार्यक्रममा पनि यहाँले पढ्न सक्नुहुन्छ, सम्मानसहित हेर्न पनि सक्नुहुन्छ। गीतकार डाक्टर नवराज लम्सालजीलाई पनि म कार्यक्रममा स्वागत गर्दै अतिथिहरूलाई आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। प्रेमको लागि गीत बनाइदिनु भएको छ, दुःखको लागि गीत बनाइदिनु भएको छ, कन्फ्युज स्टेट अफ माइन्डको लागि गीत बनाइदिनु भएको छ। त्यसैले पनि हाम्रो जीवन उज्यालो बनाइदिनु भएकोमा सम्पूर्ण स्रष्टाप्रति श्रद्धाले म हार्दिक नमन गर्दै अब कार्यक्रमलाई अगाडि बढाउने अनुमति पनि चाहन्छु। कार्यक्रमको यो चरणमा हामी छिन्नलता गीत पुरस्कारका गुठीका आदरणीय सचिव श्री दिनेश अधिकारीज्यूलाई म अग्रभागमा बोलाउन चाहन्छु। उहाँले यहाँ सबैजनालाई स्वागत मन्तव्यसहित यस वर्षको पुरस्कारको बारेमा पनि थप जानकारी गराउनुहुनेछ। समादरणीय अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यू, कार्यक्रमका प्रमुख अतिथि सम्माननीय डोल प्रसाद हरियालज्यू, गुठीकी संरक्षिका ज्योति राज्यलक्ष्मी शाह सिंहज्यू, छिन्नलता गीत पुरस्कारद्वारा सम्मानित स्रष्टा कलाकारहरू, सञ्चारकर्मी मित्रहरू सहित उपस्थित सम्पूर्ण पाहुनाहरू र गुठीका पदाधिकारी तथा सदस्यज्यूहरू समेतमा मेरो सादर नमस्कार छ। सदाकै हामी फेरि एकपटक नेपाली गीत सङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका विशिष्ट प्रतिभाहरूसहित लोकप्रिय युवा प्रतिभालाई सम्मान पुरस्कार समर्पण गर्ने उत्सवमा सामेल भएका छौँ। हाम्रो यो कार्यक्रमलाई उत्सवमय बनाउन आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा सम्माननीय सभामुखज्यूमा गुठीको तर्फबाट हार्दिक आभार प्रकट गर्दै स्वागत अभिवादन गर्दछु। यसरी नै समारोहमा उपस्थित हुनुभएका सबै समादरणीय पाहुनाहरूमा छिन्नलता गीत पुरस्कार गुठी र व्यक्तिगत रूपमा आफ्नो तर्फबाट समेत स्वागत अभिवादन गर्दछु। सुपरिचित गीतकार रमोला देवी शाह छिन्नलताको आज 104औं जन्म जयन्ती पनि हो। यस अवसरमा म उहाँप्रति आफ्नो सम्मान भाव प्रकट गर्दै आफ्ना सुन्दर गीती सिर्जना र यस गुठीको स्थापना गरेर नेपाली गीत सङ्गीतको स्वीकृति र स्रष्टा कलाकारको सम्मानका लागि पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कनका साथ स्मरण गर्दछु। छिन्नलता गीत पुरस्कार गुठीले 2039 सालदेखि अविच्छिन्न रूपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा आबद्ध रही विशिष्ट योगदान पुर्याउनुभएका गीतकार, सङ्गीतकार, गायक गायिकालाई पुरस्कारको माध्यमबाट सम्मान समर्पण गर्दै आएको बेहोरा यहाँहरू सबैलाई अवगत नै छ। हामीले समर्पण गर्ने पुरस्कार एक किसिमले लोकप्रियता र दीर्घ सेवाको सम्मान पनि हो। यसको मुख्य आधार भनेको प्रभावपूर्ण योगदान नै हो। 2048 सालदेखि भने गुठीले युवा प्रतिभालाई समेत समेट्ने वा भनौँ युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले युवा प्रतिभा पुरस्कारको स्थापना व्यवस्था मिलाएको हो। आर्थिक हैसियतले साथ दिएको अवस्थामा हामीले बीचबीचमा मनोनयनको नियमित प्रक्रियाभन्दा पृथक रहेर सम्मान गर्नुपर्ने अवस्थाका आधुनिक, लोक, शास्त्रीय र चलचित्र सङ्गीतको क्षेत्रमा इतिहास बनाइसक्नुभएका प्रतिभालाई छिन्नलता गीत विशेष सम्मान समर्पण गर्ने परिपाटी बसाएका छन्। यसरी आजसम्म गुठीबाट 40 जना गीतकार, 39 जना सङ्गीतकार, 41 जना गायक गायिका र 41 जना युवा प्रतिभालाई पुरस्कार समर्पण गरिसकेका छौँ भने 20 जना विशिष्ट साधकहरूलाई छिन्नलता विशेष सम्मानबाट र 1 जनालाई छिन्नलता सङ्गीत संयोजन पुरस्कार प्रदान गरिसकेका छौँ।
आदरणीय मदन कृष्ण श्रेष्ठका परिचयका विभिन्न र अत्यन्तै महत्त्वपूर्ण पाटाहरू छन्। गायन त्यसमध्येको एउटा प्रमुख पाटो हो। 6 दशकदेखि स्वरको माध्यमबाट अविच्छिन्न रूपमा नेपाली गीत सङ्गीतको स्वीकृतिका लागि क्रियाशील मदन कृष्ण श्रेष्ठज्यूलाई उहाँको गौरवपूर्ण योगदानको कदर गर्दै यस वर्ष छिन्नलता गीत विशेष सम्मानद्वारा सम्मान समर्पण गर्न पाएकोमा हामीलाई सुखानुभूति भएको छ। मदन कृष्ण श्रेष्ठज्यू, तपाईँलाई गुठी र मेरो तर्फबाट समेत हार्दिक बधाई ज्ञापन गर्दछु। 42 सालको छिन्नलता गीत पुरस्कारद्वारा गीत रचनातर्फ सम्मानित हुनुहुने गीत रचनाका अतिरिक्त नेपाली काव्य र कविताको क्षेत्रमा सुपरिचित डाक्टर नवराज लम्सालज्यू, सङ्गीत सिर्जनाका साथै सङ्गीत संयोजनका माध्यमबाट समेत महत्त्वपूर्ण योगदान दिँदै आइरहनुभएका सङ्गीतकार किरण कणेलज्यू, आफ्नो गलाको उत्कृष्ट कलासहित सुपरिचित गायिका विमला राईज्यू, तपाईँहरू तीनैजनालाई बेग्ला बेग्लै र एकमुष्ट रूपमा पनि गुठी र मेरो तर्फबाट हार्दिक बधाई अर्पण गर्दछु। 42 सालको छिन्नलता गीत युवा प्रतिभा पुरस्कारद्वारा सारिका घिमिरे पुरस्कृत हुनुभएको छ। आफ्नै शब्द र सङ्गीतमा उहाँले गाउनुभएको गुनगुल्यो पित्तलको सुन पायो होला बोलको गीतका निम्ति उहाँले यो पुरस्कार प्राप्त गर्नुभएको हो। यो पुरस्कारलाई ऊर्जाको रूपमा ग्रहण गर्नुभई भविष्यमा सुन्दर सिर्जना गर्दै जानुहुने विश्वास गुठीले लिएको छ। तपाईँलाई हार्दिक बधाई र शुभकामना छ। छिन्नलता विशेष पुरस्कार पाए अरू पुरस्कारका लागि प्रतिभा छनौट वा प्रतिभा चयनको सिफारिस गर्न गुठीले प्रत्येक वर्ष छिन्नलता गीत पुरस्कारको सम्मान प्राप्त गर्न सक्नुभएका एक-एकजना गीतकार, सङ्गीतकार र गायक गायिकालाई मूल्याङ्कनको जिम्मेवारी दिई प्रतिभा सिफारिस गर्न लागि प्रतिभाको योगदानको निरन्तरता, परिमाण, गुणस्तर, लोकप्रियता र समग्र प्रभाव समेतका आधारमा स्पष्ट कारण समेत खुलाइ छुट्टा-छुट्टै सिफारिस गर्न मूल्याङ्कनकर्तालाई हामीले अनुरोध गर्ने गरेका छौँ। मूल्याङ्कनकर्ताबाट सिफारिस भइआएका नामहरूमा सीमित रहेर प्राप्त सबै सिफारिसलाई एकीकृत रूपमा मूल्याङ्कन गरी प्रबन्ध समिति हुँदै गुठीको साधारण सभाले निर्णय गरेपछि हामीले त्यस वर्ष पुरस्कृत हुने प्रतिभाको नाम घोषणा गर्ने गरेका छौँ। गुठीमा आबद्ध पदाधिकारी र सदस्यहरूलाई प्रतिभा सिफारिस गर्ने जिम्मेवारी दिइँदैन मात्र होइन, मूल्याङ्कनकर्ताको मनोनयन गर्दा पनि छोटो अन्तरालमा कसैलाई पनि नदोहोर्याउने नीति पनि हामीले लिएका छौँ। हामीले अवलम्बन गर्दै आएको यस प्रक्रियाको एउटै मात्र उद्देश्य भनेको योग्यहरूमध्ये पनि सबैभन्दा योग्य प्रतिभाका पुरस्कार पुर्याउन सकियोस् भन्ने नै हो। नेपाली गीत सङ्गीतलाई माया गर्ने तपाईँहरूबाट प्राप्त स्नेह, सद्भाव र विश्वासले गुठीको जीवन हो। यसका लागि छिन्नलता गीत पुरस्कार गुठी तपाईँहरू सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछ। आफ्नो उपस्थिति र सहभागिताबाट समारोहको गरिमा वृद्धि गरिदिनु भएकोमा सम्माननीय प्रमुख अतिथि, सम्माननीय सभामुखज्यू र यो उत्सवमा सामेल भएर हामीलाई प्रोत्साहित गरिदिनु भएकोमा सबै आदरणीय पाहुनाहरूलाई पुनः एकपटक स्वागत अभिवादन गर्दै आफ्नो भनाइ यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। वरिष्ठ गीतकार तथा छिन्नलता पुरस्कार गुठीका सचिव आदरणीय श्री दिनेश अधिकारीज्यूलाई स्वागत मन्तव्यका लागि हार्दिक धन्यवाद। साथसाथै यो वर्षको लागि पुरस्कार चयन कमिटी कसरी अगाडि बढ्यो, के कस्ता कुराहरूमा उहाँले ध्यान दृष्टि लगाउनुभयो भन्ने कुरा छोटकरीमा जानकारी गराउनुभयो, त्यसको लागि पनि धन्यवाद। आजको कार्यक्रम विषयमा भन्ने छोटकरीमै सञ्चालन हामी गर्दैछौँ किनभने समय पाबन्दी प्रमुख अतिथिज्यूको पनि छ, हामी सबैको पनि हुनसक्छ। त्यसैले लामो बनाउनुभन्दा पनि छोटकरीमा साहित्यिक कुरा जति मात्रै बोलेर दिएर कार्यक्रम भनेको यतिसम्म पनि गर्न सकिन्छ भन्ने एक प्रकारको हामीले ट्रेन्ड सेट गर्ने प्रयास पनि गरिरहेका छौँ। त्यसैले यहाँले सहयोग गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त पनि छु। त्यसैले अब समय फेर नपारिकन हामी सम्मान तथा पुरस्कार समर्पणको त्यो मोमेन्टतर्फ लाग्दैछौँ। सबैभन्दा महत्त्वपूर्ण क्षणतर्फ अब हामी प्रवेश गर्दैछौँ। यस वर्ष हामीले स्टेजमा कसैलाई पनि आसीन गराएका छैनौँ। यो स्टेजमा केवल मन्तव्य र पुरस्कार ग्रहण
र वितरणको कार्यक्रम मात्रै हुन्छ भन्ने उद्देश्यले अलिक फरक तरिकाबाट यो वर्षको छेनालता गीत पुरस्कार हामीले फरक तरिकाबाट मञ्चको डिजाइन पनि गरेका छौँ। त्यसैले अबको लागि सम्मान भनेको केवल एउटा प्रमाणपत्र अथवा पुरस्कार अथवा केही तालिका गडगडाहटहरू मात्र होइन, यो सृजनाले समाज रूपान्तरण गर्ने एउटा प्रयास पनि हो भन्ने कुरा सायद हामीले बुझ्नुपर्छ। यो कृतज्ञता पनि हो। यो कृतज्ञताको मोमेन्टतर्फ अगाडि जानको लागि म आजको कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सलामज्यूलाई कृपा गरेर अगाडि आइदिनको लागि अनुरोध गर्दछु। त्यसैले हाम्रा अध्यक्षज्यू प्रोफेसर डाक्टर त्रिपाठीज्यूलाई पनि म अनुरोध गर्दछु। यसै गरी संरक्षिकाज्यूलाई पनि म बोलाउन चाहन्छु। ज्योति राज्य लक्ष्मी शाह सिंहज्यू जो छेनालता गीत पुरस्कार गुठीका संरक्षिका हुनुहुन्छ। छेनालता गीत पुरस्कार गुठीका आदरणीय अध्यक्ष प्राध्यापक डाक्टर दासदेव त्रिपाठीज्यू पनि आइसक्नु भएको छ। प्रमुख अतिथि सम्माननीय सभामुख डिपी अर्यालज्यू पनि आइसक्नु भएको छ। अब हामीले नाम पनि प्राप्त गरिसकेका छौँ। यस वर्ष कुन कुन सम्मान कसले कसले प्राप्त गर्दै हुनुहुन्छ भनेर सम्मान प्राप्त गर्ने सम्मानित व्यक्तित्वहरू पनि तयारी अवस्थामा हुनुहुन्छ। हामी पनि तयारी अवस्थामा छौँ। म नाम बोलाउँदै जान्छु। कृपया यहाँले आफ्नो आफ्नो ठाउँबाट नाम उच्चारण भइरहँदाखेरि र हाम्रा स्रष्टाहरूले यो पुरस्कार ग्रहण गरिरहँदाखेरि मनदेखि नै जोरदार ताली बजाइदिनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु। सबैभन्दा पहिला यस वर्षका लागि विशेष सम्मानका रूपमा सम्मानित व्यक्तित्व जसले नेपाली कला साहित्य अभिनय र सामाजिक चेतनाको क्षेत्रमा उल्लेखनीय र अतुलनीय योगदान पुर्याउनु भएको छ, उहाँलाई सम्मान स्वरूप हामी यो छेनालता गीत पुरस्कार विशेष सम्मानद्वारा सम्मानित गर्दैछौँ। समादरणीय श्री मदन कृष्ण श्रेष्ठज्यू। मदन कृष्ण श्रेष्ठज्यूको बारेमा जति बोले पनि कमै हुन्छ। मलाई लाग्छ हामी त्यो हैसियतमा म विशेष गरेर त्यो हैसियतमा पनि पुगेको छैन जसले उहाँको बारेमा सायद परिचय दिनलाई आँट गरोस्। यहाँनिर छेनालता गीत पुरस्कार अन्तर्गत विशेष सम्मान यो पुरस्कार ग्रहण गर्दै हुनुहुन्छ समादरणीय मदन कृष्ण श्रेष्ठज्यू। उहाँलाई दोस्रो उडाउँदै कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुखज्यूले उहाँले जीवनभर हामीलाई दिनुभएको एउटा गुण लगाउनु भएको गुण पनि हामीले सानो रूपमा तिर्ने प्रयास गरेका छौँ। कृतज्ञता ज्ञापन गर्दैछौँ। धेरै धेरै धन्यवाद। र अध्यक्षज्यूले यो माल्यार्पण गर्नुहुनेछ र साथसाथै हामीसँग आदरणीय गुठीका संरक्षिकाज्यू हुनुहुन्छ ज्योति राज्य लक्ष्मी शाह सिंहले यो चेक पुरस्कार नगद राशि सहितको यो पुरस्कारको चेक पनि हस्तान्तरण गर्दै हुनुहुन्छ। चेक होइन क्यासै जस्तो लाग्यो मलाई त्यति क्यासै जस्तो लाग्यो अङ्कलको हातमा। एउटा फोटो पनि खिचिहाल्यो। क्यास बोक्नु भयो अङ्कललाई जान पनि हतार भयो। फोटो खिच्नु पर्छ राम्ररी यहाँनिर। पुनः एकपटक छेनालता गीत पुरस्कार गुठीद्वारा यस वर्षका लागि विशेष सम्मानित व्यक्तित्व आदरणीय श्री मदन कृष्ण श्रेष्ठज्यूलाई हार्दिक बधाई हामी ज्ञापन गर्न चाहन्छौँ। अब हामी अर्को पुरस्कार वितरणतर्फ लाग्दैछौँ। छेनालता गीत पुरस्कार नेपाली गीत साहित्यमा उहाँको सशक्त र दीर्घकालीन योगदानको लागि हामी गीत रचनातर्फ डाक्टर नवराज लम्साज्यू। डाक्टर नवराज लम्साज्यू आधुनिक नेपाली गीत रचनामा प्रसिद्ध गीतकारका रूपमा स्थापित हुनुहुन्छ। उहाँ सुपरिचित कवि पनि हुनुहुन्छ, कुशल सञ्चारकर्मी समेत हुनुहुन्छ। नीलकण्ठ नगरपालिका 11 ज्यापुङ धामीमा जन्मिनुभएका लम्सा हाल छङ्गागिरी नगरपालिका 15 काठमाडौँमा बसोबास पनि गर्दै आउनुभएको छ। धेरै धेरै बधाई छ। यो चेक होइन नगद नै हस्तान्तरण भएको छ। धेरै धेरै बधाई ज्ञापन गर्न चाहन्छौँ हामी डाक्टर नवराज लम्साज्यू जसलाई हामी यस वर्ष गीत रचनाको तर्फबाट यो सम्मान व्यक्त गरेका छौँ। नेपाली सङ्गीतलाई समृद्ध बनाउँदै मौलिक सङ्गीत सृजनामा पुर्याउनु भएको योगदानको लागि हामी श्री किरण कडेलज्यूलाई सङ्गीत सृजनाको छेनालता गीत पुरस्कारद्वारा सम्मान गर्ने प्रयासमा छौँ। उहाँलाई जोरदार तालीसहित बधाई ज्ञापन गरिदिनु होला हामी सबैजनालाई म हार्दिक अनुरोध पनि गर्दछु। सङ्गीतकार श्री किरण कडेलज्यू सङ्गीत सृजनामा नेपाली साहित्यलाई नेपाली सङ्गीतलाई विशेष गरेर समृद्ध बनाउनको लागि उहाँले पुर्याउनु भएको योगदानको लागि पनि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। नेपाली सङ्गीतको प्रवर्धनमा अहोरात्र समर्पित सङ्गीतकार तथा सङ्गीत संयोजक किरण कडेलज्यू धेरै धेरै बधाई छ।
र फोटोग्राफर साथीहरूले भन्नुभएको साथै अलिकति अग्रभागतिर आउने कि भन्ने जस्तो कुरा भयो फोटो खिच्नको लागि र सम्मानको क्रममा पनि अलिकति मध्यभागतर्फ आइदिन उहाँलाई म अनुरोध गर्दछु खास यसै गरी नेपाली सुगम सङ्गीतमा विशिष्ट योगदान दिएको आकाश हो यो नाम हो जसलाई हामी गायन क्षेत्रबाट यो वर्षका लागि छिन्नलता गीत पुरस्कार प्रदान गर्ने जमर्को गरिरहेका छौँ जोरदार तालीसहित यहाँ सबैजनाले ताली बजाइदिनु होला आदरणीय गायिका विमला राईज्यू छिन्नलता गीत पुरस्कार अन्तर्गत गायन विधाका लागि नेपाली सुगम सङ्गीतमा उहाँले पुर्याउनु भएको विशिष्ट योगदानको सम्मान स्वरूप छिन्नलता गीत पुरस्कार गायन तर्फबाट गायिका विमला राईज्यू नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट गायकले प्रसिद्धि हासिल गर्नुभएकी गायिका विमला राई हामी अगाडि हुनुहुन्छ उहाँले सम्मान ग्रहण गरिरहँदाखेरि मलाई लाग्छ धेरै जो अब यो गीत सङ्गीतको क्षेत्रमा गायनको क्षेत्रमा आउने प्रयास गरिरहनु भएको छ उहाँले पनि एकदमै मोटिभेटेड हुनुभएको छ उहाँको बेस्ट फ्रेन्ड आदरणीय विजुले फोटो पनि खिच्दै हुनुहुन्छ मोबाइलमा कैद गर्ने प्रयास भइरहेको छ थ्याङ्क यू भेरी मच धेरै धेरै धन्यवाद अब यो वर्षका लागि छिन्नलता युवा प्रतिभा पुरस्कारतर्फ लागौँ छिन्नलता गीत पुरस्कार गुठीले प्रत्येक वर्ष यो वर्षभरि सम्भावना बोक्नु भएको र साथसाथै गीत सङ्गीतको क्षेत्रलाई एक स्टेप एक कदम माथि लिएर जाने प्रयास गर्नु भएको नयाँ पुस्ताका आशा लाग्दा कलाकारलाई र प्रतिभाहरूलाई पनि सम्मान गर्ने प्रयास गर्नुभएको छ यस वर्षका लागि छिन्नलता युवा प्रतिभा पुरस्कार प्राप्त गर्दै हुनुहुन्छ गायिका पनि हुनुहुन्छ सङ्गीतकार पनि हुनुहुन्छ गीतकार पनि हुनुहुन्छ सारिका घिमिरे उहाँलाई जोरदार तालीसहित उहाँले सम्मान गरिदिनु होला धेरैजना अग्रज व्यक्तित्वहरूको अगाडि यो पुरस्कार प्राप्त गर्नु मलाई लाग्छ सारिका घिमिरेलाई एकदमै ठुलो एउटा आफैमा पुरस्कार मात्र एकदमै ठुलो मोटिभेसन पनि हो जसले अब भविष्यमा अझै राम्रो गीत सङ्गीत सृजना गर्नको लागि आवाज ध्वनिकर्ता ल्याउनको लागि र गीत सङ्गीतको क्षेत्रलाई अझै एक कदम अगाडि बढाउनको लागि ठुलो मद्दत पनि गर्नेछ धेरै धेरै बधाई छ छिन्नलता युवा प्रतिभा पुरस्कार प्राप्त गर्नुभएकी आदरणीय सुश्री सारिका घिमिरेज्यूलाई हामी धेरै धेरै बधाई ज्ञापन गर्न चाहन्छौँ र मलाई लाग्छ यही क्रममा हामी सम्पूर्ण पुरस्कार विजेताहरूलाई एकचोटि स्टेजमा आएर एउटा सामूहिक तस्बिर खिचाउनको लागि पनि म अनुरोध गर्दछु आदरणीय मदन कृष्ण श्रेष्ठज्यू जो विशेष सम्मानद्वारा आज सम्मानित हुनुभएको छ गीतकार डाक्टर नवराज लम्सालज्यू यसै गरेर सङ्गीतकार श्री किरण कडेलज्यू यसै गरी गायिका विमला राईज्यू र युवा प्रतिभा सारिका घिमिरेज्यू उहाँलाई बधाई सहित एउटा सामूहिक फोटो सेसनको लागि म अनुरोध पनि गर्दछु मुस्कुको मुस्काउनु पनि पर्यो राम्रो पनि देखिनु पर्यो यो फोटो फेरि भोलिबाट छापामा पनि आउँछ सम्मानितज्यू पनि मुस्काउनु पर्यो सबैजना धन्यवाद धेरै धेरै धन्यवाद पुनः आसन गर्नको लागि अनुरोध गर्दछु बाँकी कार्यक्रम हामी अगाडि बढाउनेछौँ र यस वर्ष विभिन्न विधामा छिन्नलता गीत पुरस्कार प्राप्त गर्नुभएका सम्पूर्ण अग्रज युवा प्रतिभालाई हामी बधाई ज्ञापन गर्दै अबको लागि सम्पूर्ण पुरस्कार विजेताहरूलाई पनि यहाँनिर समाहित गर्दै पुरस्कृतहरूको तर्फबाट आफ्नो मन्तव्य राखिदिनुका लागि भर्खरै मात्रै केही मोमेन्ट अगाडि छिन्नलता गीत पुरस्कार गुठी अन्तर्गत गीतकारको रूपमा सम्मानित डाक्टर नवराज लम्सालज्यूलाई सबैजनाको प्रतिनिधित्व गर्दै आफ्ना कुराहरू राखिदिनको लागि अनुरोध गर्दछु धेरै धेरै धन्यवाद छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्षज्यू विभिन्न पदाधिकारीज्यूहरू सहित गुठी परिवार यस विशिष्ट समारोहमा उपस्थित हुनुभएका गीत सङ्गीत र गायन क्षेत्रका विशिष्ट व्यक्तित्वहरू उपस्थित समस्त महानुभावहरू र मेरा प्रिय पत्रकार साथीहरू जीवनको जटिलता र मस्तिष्कको आग्रही चेतनाको जलमा जब हृदय भत्किन थाल्छ म गीत लेख्छु मेरा गीतहरूमा म आफैलाई पाउँछु अलिक बढी मेरो आँसु मुस्कान र म बाँचेको मेरो परिवेश पाउँछु म कविता पनि लेख्छु महाकाव्य लेख्छु ती काव्य र कवितामा मस्तिष्क हाबी हुन्छ गीतमा हृदयको डालीमा जब गीतहरू मुस्कुराउन थाल्छन् सङ्गीतले त्यसमा सुगन्ध थप्छ र गायनको सुमधुर स्वर पवनले ती सुगन्ध श्रोतासम्म फैलाउँछ
यहाँ श्रोता शब्द मैले जानरी प्रयोग गरेको हुँ। श्रवणको मूलबाट नभई कुनै पनि गीत श्रोताको हृदयसम्म पुग्न सक्दैन। गीतको द्रवित हृदय श्रोताको हृदयसम्म आलम्बन नभई अन्तर्तृप्तिको उद्दीपन जन्मिन सक्दैन। हृदयलाई हृदयसँग जोड्ने तार हो गीत। गीत सुनेर हृदय पिउँदैन भने गीत सुन्नुको पनि के अर्थ? म प्रविधिको परिवर्तनको र प्रयोगको पक्षपाती हुँ। सबै कुराको प्रयोग र परिवर्तन हुन्छ, तर हृदयको करुणा र संवेदको सरस्वती परिवर्तन हुँदैन। कारण परिवर्तन हुन सक्छ, तर आँसु र आँसुको मूल्य र मूल मूल्य र अन्तर्य परिवर्तन हुँदैन। यही हो मान्छे भावना प्रधान हुनुको मूल आधार। यही आधारमा फुलेको फुल हो गीत। सडकमा मकै कोलेर बेचिरहेकी आमा, भारी बोकिरहेको भरिया, खेतमा काम गरिरहेका किसान, अड्डा अदालत र विभिन्न कार्यालयबाट फर्केका कर्मचारी, सीमा रक्षा गर्ने सैनिक प्रहरी वा प्रेमको अमृतमय रसमा चुर्लुममा डुबेका युवा युवती वा राजनीतिक कर्मी, खेलाडी र कूटनीतिज्ञ जीवन कर्म र दायित्वका बन्धनहरूले जसलाई जहाँ पुर्याउँछ फर्किआउँदा मान्छे हृदय विषाएर हृदयले मिलाउँछ ढुक्क। जब एक्लो हुन्छ मान्छे साथी खोज्छ, पुस्तक पल्टाउँछ। जब समूहमा हुन्छ मान्छे र मनोरञ्जन खोज्छ र अक्षर अभिव्यक्त गर्छ र गीत बजाउँछ। मान्छे दुई किसिमका हुन्छन्, एक थरी गीत सुन्छन्, अर्का थरी गीत लेख्छन्। मान्छे गीतभन्दा पर हुन सक्दैन। पठनका लागि तयार भएको गीतले जब सङ्गीत पाउँछ, सङ्गीत संयोजन पाउँछ, स्वर पाउँछ र रेकर्डिङ पाउँछ, तब न बजार व्यवस्थाको बाटो हुन्छ। व्यापारको कुरा त बजार पुगेपछि हिसाब किताबको कुरा हो। तर अचम्म त के छ भने गीतका व्यापारीहरू गीतकारको नामसम्म पनि चिन्दैनन्। यो बहस गरको बाटो हो। बाजा, वाद्यवादन, बाजाको सुर र तालसँग उठेको सांस्कृतिक विविधता र जीवनसँग सबैको अनमोल सान्निध्य नेपाली गीतका महत्त्वपूर्ण अवयव हुन्। अन्यत्र गीत मनोरञ्जनका विषय होलान्, अरू देशमा गीत मनोरञ्जनका विषय होलान्, तर नेपाली गीत नेपाली कला, सभ्यता, साहित्य, संस्कृति, जीवन, भूगोल, पर्यावरण, नियत र नियति सबै निस्किएको सगोल खाका हो। गीतको कुरा गरिरहँदा नेपाली लोकगीतलाई बिर्सन हुँदैन। त्यही जग पुगेर हामी यहाँसम्म आएका छौँ। वरिष्ठ गीतकार रमला देवी शाह छिन्नलताको नाममा स्थापित छिन्नलता गीत पुरस्कार ग्रहण गरिरहँदा म बरालको आँसु देख्ने बहादुर सिंह बराल सम्झिरहेछु। मास्टर मित्र सेन र रत्नदास प्रकाशहरू सम्झिरहेछु। सेतुराम र बेलवा देवीहरूलाई बिर्सेर पनि गीतको विस्तार पूर्ण भएको मानिन्न। गोपाल योजन, माधव घिमिरे, किरण खरेल, हरिभक्त गढवाल, दिनेश अधिकारी, छत्रप्रताप अधिकारी, कृष्णहरि बराल जस्ता टाढेबाट चुनिने गीतकारहरू हुन् वा लोकसङ्गीतबाट आएका छलकमान गन्धर्व, लोकबहादुर क्षत्रियहरू हुँदै कर्खा र लोक पुरुषमा खारिएका सन्तरण र स्वर हुन्। यी सबै हाम्रा कलाका कोमल सम्पदा हुन्। यही मूल सभ्यताको नदी आज यहाँ बगिरहेछ, हामी नुहाइरहेछौँ। म बाँचेको पुस्ता र त्यसपछि पनि गीत लेखनको आज नयाँ र स्वर्णिम पुस्ता सृजनात्मक क्रियाशीलतामा हाजिर छ। यन्त्र र यान्त्रिकता परिवर्तन हुन्छन्, व्यापार र व्यापारिक कौशल परिवर्तन हुन्छन्, जीवनको भोग र भोगाइ फरक हुन्छन्, समयका जटिलता र जागरण फरक हुन्छन्। तर मलाई लाग्छ पीडामा हुने आँसु र सुखमा मुस्कुराउने मुस्कुराहट फरक हुने छैन। यही टुकटुकी र ओठमा जीवनको लय भएर नेपाली बस्तीमा गुनगुनाइरहनेछ कि गीतकारहरूले सधैँ चाहिँ नयाँ सङ्गीतकारहरूलाई र नयाँ गायकहरूलाई बाटो दिइरहेका हुनेछन्। गीत आफ्नो एउटा सभ्यता हो र गीतकार त्यही सभ्यताको प्रथम दिउँ। मेरा गीतहरू सुतिरहेका थिए, त्यसलाई सङ्गीत र स्वरले बिउजाइदिएर मलाई आज यहाँ उभिन सक्ने बनाउने समस्त सङ्गीतकार तथा गायक गायिकाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। छिन्नलता गीत पुरस्कार गुठी पुरस्कृत व्यक्तित्व छनौट समिति र कार्य समितिप्रति आभार व्यक्त गर्दछु। हामीलाई यसरी पुरस्कृत गर्नुभएकोमा म सबै पुरस्कृत स्रष्टाहरूका तर्फबाट गुठीप्रति हार्दिक आभार व्यक्त गर्दछु। आज पुरस्कृत र सम्मानित सबै स्रष्टाहरूप्रति मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक बधाई ज्ञापन गर्दछु। आज यो छनौट पुस्तान्तरणले पनि महत्त्वपूर्ण छ। मधुकृष्ण श्रेष्ठ जस्ता कलाका उपल्लो थोरीलाई साक्षी राखेर उहाँसँग पुरस्कार ग्रहण गर्न पाउनु यो हाम्रो पुस्ताका लागि सौभाग्यको कुरा हो। मदन दाई समेतका तर्फबाट गुठीप्रति हार्दिक आभार। मैले जीवनमा यो पुरस्कारको कहिले आशा गरिनँ, अपेक्षा पनि गरिनँ। संयोग यता यो पुरस्कार घोषणा भइरहेको झलमल्लो दिनमा मौका अमेरिकी रातमा बिताइरहेको थिएँ। यो जरा समाचार काठमाडौँ भइसकेको रहेछ। मेरा आदरणीय श्रद्धेय कवि तथा गीतकार दिनेश अधिकारीले पहिलोपटक सूचित गर्दा अभिव्यक्त गर्नुभएको वाक्य मलाई कविताको हरफ जस्तो लागिरहेछ। उहाँले भन्नुभएको थियो, सामान्यतया अनुमति लिन फोन गर्ने चलन थियो, नवराज भएको हकमा मैले अनुमति लिन होइन जानकारी दिन फोन गरेको हुँ। भाइ साउन 9 गते छिन्नलता गीत पुरस्कार समारोहमा हाम्रो भेट हुनेछ।
दाइ कति विश्वास जमाउनु भएको माथि मैले सधैँ भन्दै आएको छु म भाइ बहिनी पुस्ताले ढोकाएको पाछु तर दाइ दिदी पुस्ताले पनि यति दैलो विश्वास जमाएर राखेको पाउँदा म धन्य भएँ गीतको गणित र गणना के हुन्छ म भन्न सक्दिनँ तर गीतको गति भने कहिले रोकिने छैन सदा सुरक्षित रहनेछ यो यात्रा यो यात्रामा निस्किन पाएकोमा यसरी सँगै उभिन पाएकोमा र अग्रज अनुसँग सबैको शुभेच्छा र सद्भाव पाएकोमा खुसी व्यक्त गर्दै यो मिठो सम्झना सद्भाव र सम्मानका लागि हार्दिक आभार व्यक्त गर्दछु अन्त्यमा फेरि एकपटक गीतकार छिन्नलताप्रति श्रद्धा सुमन अर्पण गर्दछु र विदा इस वर्षको छिन्नलता गीत पुरस्कारद्वारा सम्मानित व्यक्तित्व गीतकार डाक्टर नवला संसारजीलाई सबै पुरस्कृत व्यक्तित्वहरूको रिप्रेजेन्टेसन गर्दै आफ्ना केही कुराहरू राखिदिनु भएकोमा हार्दिक धन्यवाद पनि ज्ञापन गर्दछु यहाँ सबैजना बस्नुभएको ठाउँमा एउटा बुकलेट छ होला किताब यहाँसँग छ होला यसमा यो वर्षको लागि हामीले सम्मान गरेका सम्पूर्ण सम्मानित व्यक्तित्वहरूको प्रोफाइल पनि राखिएको छ साथसाथै अहिलेसम्ममा छिन्नलता गीत पुरस्कार गुठीद्वारा पुरस्कार प्राप्त गर्नुहुने सम्पूर्ण पुरस्कृत व्यक्तित्वहरूको पनि नाम सबै यसमा लेखिएको छ त्यो तपाईँले हेर्न सक्नुहुन्छ पढ्न पनि सक्नुहुन्छ एकैछिन म छिन्नलता गीत पुरस्कार गुठी परिवारको बारेमा छोटो जानकारी यहाँलाई दिन चाहन्छु संस्थापिकाको नाम हामी सबैलाई थाहा छ जसको फोटो पनि अगाडि राखिएको छ श्रीमती रमला देवी शाह छिन्नलता संरक्षिका हुनुहुन्छ श्री ज्योति राज्यलक्ष्मी शाह सिंहज्यू जो आज कार्यक्रममा आउनु भएको छ सह संरक्षिका हुनुहुन्छ श्री प्रज्ञा राजेश्वरी शाह सिंहज्यू र उत्तराधिकारी हुनुहुन्छ श्री आदिदेव दत्त सिंहज्यू उत्तराधिकारी श्री आदिदेव दत्त सिंहज्यू चाहिँ हाम्रो छिन्नलताज्यूको पनाती पर्नुहुन्छ रिलेसनसिपमा सो कार्यक्रमको यो चरणमा हामी आदिदेव दत्त सिंहज्यूले छिन्नलताज्यूको एउटा रचना वाचन गर्ने कार्यक्रमतर्फ लाग्दैछौँ त्यो रचना साथसाथै उहाँले छोटकरीमा यहाँ सबैजनालाई केही कुरा भन्ने प्रयास पनि गरिरहनु भएको छ जोरदार तालिसहित छिन्नलता गीत पुरस्कार गुठी परिवार अन्तर्गत उत्तराधिकारी श्री आदिदेव दत्त सिंहज्यूलाई म अग्रभागमा निमन्त्रणा दिन चाहन्छु Right Honourable Speaker Dole Prasad Arya, Honourable guests, members of my family and dear friends. Thank you all for being here with us today. Your presence means a great deal and it makes this occasion, held in the memory and honour of my great-grandmother, छिन्नलता, all the more special. She carried a deep love for this country and its people, and in that same spirit, I would like to share a poem. Pyaro Nepal Desh Mero from her Antar Taranga collection. Pyaro Nepal Desh Mero, yo janma bhumi. Marepachi ma feri janmu yahi barabar. Jahanna desh arko swargaistari cha yahi. Jahan gaye pani ma farko yahi sarasara. Pashu pakshi jhar vriksha हूँ बरु म केही यही देशको हावामा बाँचिरहूँ बराबर संयोगले छुट्टेमा अन्यत्र प्राण मेरो मुटुको एक टुक्रा यो ल्याइदेऊ सरासर मिलाइदेऊ देशकै यही माटोमा मलाई उम्र्यो म फेरि उस्तै माया यी बराबर. And its translation. Nepal is my ever-beloved land, the land where I was born, whereon I long to get rebirths. Whenever I may be gone, a foreign land I never like. My land is heaven for me. Wherever I go, may I come straight back to my native land. I may even become a bird, a beast, a bush or a tree, whatsoever I may still live, breathing the air of my land. In case, perchance, I breathe my last in an alien land. Favor me by bringing straight here a piece of my heart. Mix me with the earthly dust of my native land, whereon I may grow again with love as deep as I have now. Thank you. And my heartfelt congratulations to today's recipients of the छिन्नलता Puraskar. Your work honours the values this award stands for, and I have no doubt it would have made her proud. I would also like to express my sincere gratitude to Professor Dr. Vasudev Tripathi, our Guti chairman, all the Guti members, and my grandmother, Jyoti Rajalakshmi Shah, whose support has meant so much to this occasion.
Thank you once again to everyone who joined us today. Thank you very much. It was great listening to you. अब कहिले भाषाका समस्या हुन्छ and I think we have to accept the fact सबैभन्दा ठुलो कुरा मन हो मनबाट निस्केका ती भावनाहरू एकदमै रियल थिए हामी छिलरता गीत पुरस्कार गुठी परिवारका उत्तराधिकारी आदिदेव दत्त सिंहज्यूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ मैले भने साहित्य केवल एक व्यक्तिको अथवा रचना केवल एक व्यक्तिको मात्र पेवा कहिले पनि नहुँदो रहेछ त्यो बग्दै 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 जान्छ छोरा छोरी समाज देश सबै पुगेर त्यो अन्तर्राष्ट्रिय जगतलाई पनि छुने एउटा प्रयास गर्छ त्यसैले त स्रष्टाहरूलाई भगवानको दर्जा त्यसै दिएको होइन होला सम्पूर्ण स्रष्टाहरू जो आज मेरो अगाडि हुनुहुन्छ यहाँ सबैजनालाई म कोटी कोटी नमन गर्न चाहन्छु यहाँ नहुनु भएकोले हामी के हुन्थ्यो होला हामी कसरी अगाडि बढाउने अप्ठ्यारो बेलामा कसरी अगाडि बढ्ने मोटिभेसनको चाहेको बेलामा कुन गीत सुन्ने कुन सङ्गीत सुन्ने रुनलाई पनि हामीलाई गीत चाहिन्छ रुनलाई पनि सङ्गीत चाहिन्छ अगाडि बढ्नलाई पनि चाहिएको हुन्छ त्यसैले थ्याङ्क यू भेरी मच धेरै धेरै धन्यवाद यहाँहरू सबैजनालाई कार्यक्रमको यो चरणमा अब हामी साहित्य र सङ्गीतको सुन्दर सन्ध्यालाई अगाडि बढाउने प्रयास गरिरहेका छौँ हामीसँग केही प्रस्तुतिहरू हुनेछ त्यो प्रस्तुतितर्फ हामी लाग्छौँ म वाद्यवादक आदरणीय टोलीको यहाँनिर परिचय गराउन चाहन्छु कृपया जोरदार तालीसहित वाद्यवादक टोलीको एकचोटि हामी स्वागत गरौँ हामीसँग सङ्गीत संयोजक हुनुहुन्छ आदरणीय सङ्गीतकार राजु सिंहज्यू उहाँलाई धेरै धेरै धन्यवाद हामीसँग किबोर्डमा वैभव विक्रम परियारज्यू हुनुहुन्छ उहाँलाई कृपया अगाडि आइदिनको लागि म अनुरोध गर्दछु गिटारिस्ट सन्जु शाहीज्यू यसै गरी अक्टोपारमा आशिष शर्माज्यू बेस गिटारमा समीर जङ शाहज्यूलाई म बोलाउन चाहन्छु यसै गरी किबोर्डमा वैभव विक्रम परियारज्यू नै हुनुहुन्छ हामीसँग छोटो समयमा उत्कृष्ट प्रस्तुति हुनेछ तपाईँलाई पनि यो साहित्यिक माहौल अब साङ्गीतिक माहौलतर्फ लाग्दाखेरि रमाइलो र खुसी पक्कै पनि लाग्नेछ सबैभन्दा पहिलो प्रस्तुतिको रूपमा हामीसँग यस वर्षका लागि छिनलता गीत पुरस्कार उचित परिवारले प्रदान गरेको यो छिनलता गीत पुरस्कार अन्तर्गत गायन विधामा यस वर्ष पुरस्कार प्राप्त गर्न सफल आदरणीय विमला राईज्यूले आफ्नो गीत प्रस्तुत गर्दै हुनुहुन्छ यो प्रस्तुतिका लागि म उहाँलाई सधैँ अनुरोध पनि गर्न चाहन्छु यहाँ सबैलाई यो छिनलता गुठी परिवारले यस प्रोग्राममा यहाँलाई स्वागत गर्दछु र नेपाली सङ्गीत क्षेत्रका एउटा प्रतिष्ठित पुरस्कार छिनलता पुरस्कार पाउँदा साह्रै खुसी लागेको छ यस पुरस्कारले अवश्य पनि मलाई प्रेरणा हौसला दिएको छ र नेपाली सङ्गीतमा अझ केही गरौँ भन्ने दोस्रो जात्रा पनि थपिदिएको छ हृदयबाट नै आभार प्रकट गर्दछु छिनलता गुठी पुरस्कार प्रस्तुत गर्ने भनेलाई र अब म एउटा पुरानो गीत यहाँ समक्ष प्रस्तुत गर्न चाहन्छु जुन गीत 40 सालमा रेकर्ड गरिएको हो यो मेरो श्रद्धेय गुरु गोपालेन्द्र दाई र चेतन कार्कीदाईको आशीर्वाद हो जुन गीतले मैले सङ्गीत क्षेत्रमा मेरो पहिचान बन्यो र यही गीत यो गीत चलचित्र कान्छीको कान्छी कान्छी भन्ने गीत यहाँलाई प्रस्तुत गर्न चाहन्छु र मलाई साथ दिन हुनका लागि सुशक्ति नेपालका वरिष्ठ गायिका दुवै सरिता साक्य र सरिता शाही बहिनीलाई स्टेजमा निम्ताउन छु र पुरुषतर्फ सहयोग गर्नुहुने भाइहरू वरिष्ठ सङ्गीतकार गायक अजय जङ्गमज्यू राजु सिंहज्यू र सुमन श्रेष्ठज्यूलाई पनि स्टेजमा निम्ताउन छु यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद हुन त आज हाम्रो जससँग मैले गीत गाएँ प्रकाश श्रेष्ठ दाइ उहाँ पनि हुनुहुन्छ तर उहाँलाई पनि रिक्वेस्ट गरेको थिएँ तर उहाँलाई अलिकति
गरेन भन्नुभयो र आज हामी धेरै पछि प्रकाश दाइले मैले गाउँ मौका पाउँथेँ
अब यो ऐतिहासिक गीत हामीले सुन्दै हेर्दै हुर्केको आज झन् ऐतिहासिक तौरबाट चाहिँ उहाँले प्रस्तुति गरिदिनु भयो हाम्रो लागि एकदमै ठुलो कुरा भयो थ्याङ्क यू भेरी मच धेरै धेरै धन्यवाद पुनः एकपटक यहाँनिर धन्यवाद ताली बस्नुपर्ने आवश्यकता छ छिमेकवाद पुरस्कार अन्तर्गत गायकबाट पुरस्कृत समादरणीय विमला राईज्यू सँगसँगै हामीसँग गायिका सङ्गीता साकीज्यू अर्की गायिका सरिता शाहीज्यू यसै गरी सुमन कुमार श्रेष्ठज्यू गायक सुमन कुमार श्रेष्ठज्यू अनि अर्का गायक अजर जङ्गमज्यूलाई सुन्ने मौका हामीले पायौँ त्यसको लागि धेरै धेरै धन्यवाद र राजेश सिंह सरलाई पनि कुनै पटक धेरै धेरै धन्यवाद अब अर्को साङ्गीतिक प्रस्तुतिको बेला भएको छ हामीले एकैछिन अगाडि मञ्चमा युवा प्रतिभालाई सम्मान गरेका थियौँ जसको गीत केही वर्ष अगाडिदेखि एकदमै परिचित चर्चित भएका थिए आज हामी प्रत्यक्ष रूपमा उहाँलाई सुन्ने प्रयास गरिरहेका छौँ जोरदार तालीसहित छिन्दलता पुरस्कार युवा प्रतिभा पुरस्कार द्वारा पुरस्कृत गायिका सारिका घिमिरेलाई म स्टेजमा बोलाउन चाहन्छु गुण भुल्यो भन्ने गीत त हामीले सुन्नै पर्छ सायद त्यही गीतबाटै सुरुवात हुँदैछ होला त्यही गीतले नै यो वर्ष पुरस्कार प्राप्त गरेको छ सारिकाजीलाई मञ्च प्रदान गर्दैछु म Thank you so much. सर्वप्रथम विशिष्ट अतिथिज्यूहरू र उपस्थित सबैजनालाई मनैदेखि एकदमै थ्याङ्क यू पनि भन्छु र आभारी पनि छु र छिन्दलता गीत पुरस्कार 2082मा मलाई चाहिँ युवा प्रतिभा पुरस्कारले सम्मानित गर्नुभएकोमा छिन्दलता गीत पुरस्कार गुठी परिवारलाई एकदम मनैदेखि धन्यवाद दिन चाहन्छु मैले चाहिँ आज यो समारोहमा अलिकता नर्भस पनि भएको छु थ्याङ्क यू जुन गीतबाट आज पुरस्कृत भएको छु आज म त्यही गीत गाउन चाहन्छु गुण
लागि चाहिँ यो बिगेस्ट अडियन्स हुनसक्छ अहिलेसम्मको। परीक्षा चाहिँ यस्तो भएर यहाँ जस्तो लाग्यो, हेर्ने मान्छे सुन्ने मान्छे सबैजना एकदमै सिनियर, अति नै सिनियर। त्यसैले कहिलेकाहीँ कलाकारलाई पनि अप्ठ्यारो हुन्छ होइन प्रस्तुति दिनको लागि। कतिपय गीत हामी एकदमै रमाइलो फिल गऱ्यो, अनुशासित भएर गीत पनि गाइदिनु भयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। कार्यक्रमको यो चरणमा हामी त चाहन्थ्यौँ कार्यक्रमको प्रमुख अतिथिज्यू लास्टसम्म बस्नुहोस्, अरू प्रस्तुतिहरू पनि छ सबै कलाकारहरू हेर्नुहोस् भन्ने थियो, तर उहाँको कार्यव्यस्तताको कारणले गर्दाखेरि कार्यक्रमको यो चरणभन्दा उता बस्न र हामीले थाम्न नसकिने जस्तो देखिएर अबको लागि हामी आजको विशेष कार्यक्रममा सबैभन्दा पहिला त उहाँले यो कार्यक्रमलाई प्राथमिकतामा राखेर आइदिनु भयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। छिन्नलता गीत पुरस्कारको यो वर्षको या भनौँ आज हामी 104औं जन्म जयन्ती पनि मनाइरहेका छौँ, साथसाथै 44औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा प्रमुख अतिथिको रूपमा आएर सम्पूर्ण कला जगतलाई एउटा उत्साह प्रदान गरिदिनु भएकोमा, हौसला प्रदान गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुखज्यूलाई आफ्ना कुराहरू राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। विशेष कार्यक्रमका सभाध्यक्ष महोदय, छिन्नलता गीत पुरस्कार गुठीका संरक्षिताज्यू, विशिष्ट अतिथिहरू, सम्मानित स्रष्टाहरू, कलाकार, साहित्यकार, पत्रकार तथा सङ्गीत प्रेमी महानुभावहरू, उपस्थित सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरू, नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रका विशिष्ट स्रष्टाहरूलाई सम्मान गर्ने यस गरिमामय समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पाउँदा मलाई अत्यन्तै खुसी र गौरवको अनुभूति भएको छ। सर्वप्रथम नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका, यस वर्ष सम्मानित तथा पुरस्कृत हुनुभएका सम्पूर्ण स्रष्टाहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। उहाँहरूको सृजना, साधना र योगदानले नेपाली कला तथा संस्कृतिलाई समृद्ध बनाउँदै आएको छ। गीत सङ्गीत साहित्य र कला हाम्रो भावना हो, हाम्रो इतिहास र पहिचान पनि हो। नेपाली जनजीवनका सुख दुःख, प्रेम विरह, आशा आकांक्षा, सामाजिक चेतना र राष्ट्रिय भावनालाई गीत सङ्गीत र कला साहित्यले अत्यन्त प्रभावकारी भूमिका खेलेको छ। यही समृद्ध परम्परालाई निरन्तरता दिने क्रममा छिन्नलता गीत पुरस्कार गुठीले लामो समयदेखि नेपाली गीत सङ्गीतका स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ। छिन्नलता गीत पुरस्कार गुठीको नाम नेपाली गीतकार तथा स्रष्टा रमोला देवी शाह छिन्नलताको सृजनात्मक योगदानका स्मृतिसँग जोडिएको छ। उहाँको योगदानलाई स्मरण गर्दै स्थापना भएको यो पुरस्कारले नेपाली गीत सङ्गीत क्षेत्रमा निरन्तरता, गुणस्तर र सृजनशीलतालाई प्रोत्साहन गर्दै आएको छ। आज सम्मानित हुनुभएका स्रष्टाहरूले आफ्नो जीवनको महत्त्वपूर्ण समय नेपाली कला र संस्कृति, कला र सङ्गीतको सेवामा समर्पित गर्नुभएको छ। उहाँहरूको योगदानले हामीलाई महत्त्वपूर्ण सन्देश दिएको छ। कलाकार र स्रष्टाहरूको योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको साझा दायित्व हो। नयाँ पुस्तामा नेपाली भाषा, मौलिक संस्कृति, सङ्गीत र सृजनाप्रति रुचि जगाउनु आजको महत्त्वपूर्ण आवश्यकता रहेको छ। नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्धन र विकासका लागि आवश्यक नीतिगत तथा कानुनी वातावरण निर्माण गर्न प्रतिबद्ध रहनुपर्दछ। यससँगै म प्रतिनिधि सभाको सभामुखको जिम्मेवारीमा रहेकाले यहाँहरूलाई जानकारी पनि गराउन चाहन्छु कि अहिले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफावार छलफलको क्रममा छ। यस विधेयकले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन, विकास तथा पुस्तान्तरण
प्रदान गर्ने उद्देश्य राखेको छ। यसमार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति तथा समुदायका मौलिक परम्परा, ज्ञान, सिप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र परिवर्तन गरिने व्यवस्था गरिएको छ। यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचीकरण, समुदायको सहभागिता, सङ्घ, प्रदेश, स्थानीय तहबिच समन्वय, अनुसन्धान, डिजिटल अभिलेख तथा संरक्षण कार्यक्रम सञ्चालनका प्रावधान समावेश छन्। साथै सांस्कृतिक सम्पदाको व्यावसायिक प्रयोग गर्दा सम्बन्धित समुदायको हित संरक्षण, उल्लङ्घनमा कानुनी कारबाही तथा दण्ड सजायको व्यवस्था पनि गरिएको छ। यस विधेयकले लोकोन्मुख सम्पदाको संरक्षण, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सुदृढीकरण, युनेस्को सूचीकरणको आधार निर्माण तथा सांस्कृतिक पर्यटन, सृजनात्मक उद्योग र रोजगारी प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। अन्त्यमा आज सम्मानित तथा पुरस्कृत हुनुभएका सम्पूर्ण स्रष्टाहरूलाई पुनः हार्दिक बधाई तथा बधाई व्यक्त गर्दै उहाँहरूको सृजनशील यात्रा अझ समृद्ध, सक्रिय र प्रेरणादायी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु। यस गरिमामय समारोहको सफल आयोजनाका लागि छिन्नलता गीत पुरस्कार गुठीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आफ्नो मन्तव्य यहीँ अन्त गर्दछु। धन्यवाद, नमस्कार। कार्यक्रमका प्रमुख अतिथिको रूपमा पाल्नु भई सम्पूर्ण स्वास्थ्य जगतलाई यति सम्मानपूर्वक कुरा राखिदिनु भएकोमा हामी सबैजनाको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद सहित र छिन्नलता गीत पुरस्कार गुठीको तर्फबाट यो मायाको चिनो ग्रहण गरिदिनुको लागि अनुरोध पनि गर्दछु र यो मायाको चिनो यहाँलाई प्रदान गर्दै हुनुहुन्छ यस गुठीकी संरक्षक श्रीमती ज्योति राजलक्ष्मी शाह सिंहज्यू। उहाँलाई म हार्दिक अनुरोध गर्दछु। कार्यक्रमका प्रमुख अतिथिज्यूले एकैछिन अगाडि आफ्नो मन्तव्यको क्रममा भन्नुभएको थियो यो प्रतिनिधि सभा अन्तर्गत अहिले अभौतिक सांस्कृतिक सम्पदा विधेयकको विषयमा छलफल पनि भइरहेको छ। यो केही कदम अगाडि पनि बढिसकेको छ जसले नेपालभित्रका सम्पूर्ण सम्पदाहरूलाई संरक्षण, संवर्धन, विकास र संरक्षणको जिम्मा पनि लिनेछ। यो विधेयक चाँडै पास होस्, काम पनि होस्। हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद। मलाई लाग्छ कार्यक्रमका प्रमुख अतिथि उहाँको कार्यदक्षताको कारणले गर्दाखेरि अब भने कार्यक्रमबाट बिदा माग्दै हुन्छ। हामी सबैजनाको तर्फबाट उहाँको समयको लागि, उपस्थितिको लागि र यो सुन्दर ढङ्गले सम्पूर्ण यो साहित्यिक गीत जगतको लागि उहाँले दिनुभएको यो मन्तव्यको लागि धन्यवाद ज्ञापन गर्दै जोरदार तालीसहित उहाँलाई हाम्रो कार्यक्रम स्थलबाट बिदा गर्दैछौँ र अन्य कार्यक्रमहरूमा पनि कृपा गरेर आइदिनु होला भन्ने एउटा रिक्वेस्ट पनि यहीँबाट गर्न चाहन्छौँ। हस्, धेरै धेरै धन्यवाद। प्रमुख अतिथिज्यूलाई हामी यहीँबाट बिदाई गरेका छौँ तर हाम्रो बाँकी कार्यक्रम चाहिँ यथावत जारी रहनेछ। प्रमुख अतिथिज्यूको विदाई सँगसँगै यहाँ सबैजनालाई कृपया बसिदिन हुनको लागि अनुरोध गर्दछु। हामीले अहिलेसम्ममा 2 पुरस्कृत व्यक्तित्वहरूको साङ्गीतिक प्रस्तुति हेऱ्यौँ र सुन्यौँ। अबको लागि हामी तेस्रो पुरस्कृत व्यक्तित्वको साङ्गीतिक प्रस्तुतितर्फ लाग्दैछौँ। सम्मानित सङ्गीतकार तथा गायक किरण कडेलजीलाई आफ्नो प्रस्तुतिको लागि हार्दिक अनुरोध गर्दछु। नमस्कार। आज धेरै बोल्न त मलाई छैन, नबोलिकन म सङ्गीतमै कुरा गर्न चाहन्छु।
हाम्रो युगकै
आएको त्यसले पिटेको राम्रो नाट्य चलचित्र गायन हास्य व्यङ्ग्य सम्पूर्ण विधाको गायन लगाएको अत्यन्त प्रतिभाशाली नायक मदन ज्यूलाई हाम्रो जिन्दगी पुरस्कार स्वीकार गर्ने यसरी हामीलाई बनाउनु भएकोमा धेरै धेरै आभार व्यक्त गर्दछु। यसरी नै प्रतिष्ठित कवि महाकाव्यकार गीतकार र नेपाली सञ्चार माध्यमका अत्यन्त लोकप्रिय कलाकार अनि त्यसरी नै हाम्रो यो त्यसलाई सुवर्ण सङ्गीतका श्रुतिमधुर श्रुतिमधुरद्वारा आफै गीतकार आफै सङ्गीतकार र आफै गायककार अब त्यो पनि राजधानीको वातावरणमा नभएर धेरै टाढा नेपालमा नेपालको एउटा ज्यादा चल्तीमा नरहेको भागमा रहेको यति उत्कृष्ट साधना गरेकी र लाखौँ गर्नुभन्दा बढी यो वर्षमा लोकप्रिय गीतको रूपमा दर्शकहरू भन्नुहोस् युवाहरू त्यसको तालिम हामीले सम्मानित गरेर लागेको प्रभुत्वको तर्फबाट सबै हार्दिक आभार व्यक्त गर्दछौँ। एक प्रकारले हामीले युवा नायक हाम्रो यो गीत सङ्गीत जगतको नाट्य जगतको उहाँदेखि यो नयाँ पुस्ताकी कार्यकारी सम्भव एक प्रकारको यो एकै सालमा अहभाग्य रहेको हो। मलाई लाग्दछ नेपाली गीत सङ्गीत कला हिजो जति उच्च थियो अब त्यसको भविष्य पनि त्यति नै उच्च छ। हामीलाई यसरी सिंहताकी पुरस्कारको दिलाई नेपाली गीत सङ्गीत कलाको धरोहरलाई अगाडि बढाउँदै नयाँ युगको सृजनामा उत्प्रेरित गर्ने सम्पूर्ण कलाकारहरूलाई म हार्दिक आभार व्यक्त गर्दछु। थोरै कुराहरू दुईटा कुराहरू मात्रै म भन्न चाहन्छु। सिंहताकीको बारेमा सिंहताकी वास्तवमा धेरै नाम छ। एउटा आजको भैसैनीमा जन्मिएको हुनाले सुरुको नाम आफ्नो अति सुमधुर गला गायन माधुरीले गर्दा दरबार समूहमा उभिएर प्रशिक्षण प्राप्त गर्नुभएकी कलाकार हुनुहुन्थ्यो। दरबारमा उहाँको नाम रमोला देवी। पछि श्री मातृमोहनका काछा छोरा अध्यात्मकार वसुन्धरासँग त्यस्तै माया वृत्ति भएको तर त्यो बेलाको
सालमा जन्मिनुभएकी छिन्। अब 1990 को दशकमा औपचारिक रूपमा अधिराजकुमारी हुने त्यति अनुकूल परेको। त्यसपछि उहाँले अलिअलि मनमा अलिकति चोट परे जस्तो हो। त्यसपछि अत्यन्त सुमधुर गायिका उहाँको बिरामी गएर गलामा धेरै अप्ठ्यारो गाउन। त्यसपछि उहाँले सङ्गीतको पनि तर्फमा थालेको थियो र उहाँले गीत रचनामा केन्द्रित हुनु। एउटा कुशल गायिका, एउटा कुशल सङ्गीतको तालिम प्राप्त गरेकी नारी। अब गीतहरू छाड्दाखेरि गीत सरल मार्मिक नेपाली नारीहरूको एउटा एकल जीवनमा भयो भने 34 सालमा जस्तो सम्पूर्ण नेपाली नारीहरूको घरमा थियो धार्मिक चिज दान प्रदान त्यसरी जान्छ। त्यसरी नै उहाँको भन्नु केही दिउँ जस्तो केही अर्को उहाँकी छोरी एक शिक्षित आफ्नो आमाको अत्यन्त प्रिय विषय गीत सङ्गीतको उत्थान, गीत सङ्गीतको उहाँको एउटा इच्छा छ। हामीले अझै कुरा गर्न सकेको छैन। के भने शरदमा दसैँ र तिहारको बिचमा एउटा महफिल एउटा सङ्गीत सभा आयोजना गर्नुपर्छ। सबै आउनको साथमा शरदकालीन महफिल नेपाली गीत उहाँले छोरी जस्तो माया गरे नेपाली कलाकारलाई आफ्नो सन्तानलाई जस्तो माया गरेर अन्तिम अमर नाम नेपाली सङ्गीत अन्तिममा उहाँको नाम एउटा नेपाली गीत सङ्गीत जगतकी कुवा एक परिचय त्यही परिचयको एउटा अभिव्यक्ति यो सिङ्गताको सिलसिला गइरहेको छ। अघि हामीले उहाँको सिङ्गताको नाति देख्यौँ। निरन्तरको सिङ्गताको सपना, सिङ्गताको नेपाली संसारलाई दिएको अमर प्रदान आजको समारोहमा संयोजन सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब बाँकी फेरि उहाँको सुमधुर बोलीमा सुधारिका भन्नुहुनेछ। Chilata पुरस्कार पुरस्का आदरणीय अध्यक्ष प्राध्यापक डाक्टर दास त्रिपाठी जी को बुलाया गया है। इसमें सबैलाई धन्यवाद
संस्थानद्वारा थुप्रै सर्जकहरूलाई आज हामीले प्रोत्साहनको ताली पनि बजायौँ। यहाँले कार्यक्रममा सहभागिताको लागि आफ्नो समय छुट्याएर आइदिनु भयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। र जाँदा जाँदै यहाँ सबैजनालाई कृपया बाहिर जनतामा सहभागिताको लागि म अनुरोध पनि गर्दछु। कुनै पटक जोरदार ताली बजाउँदै आजको यो कार्यक्रम समाप्त भएको हामी घोषणा पनि गर्दछौँ। यहाँ सबैजनालाई धेरै धेरै धन्यवाद। बाहिर भेटौँला। थ्याङ्क यू भेरी मच। अरू दर्शक भेटौँला। धन्यवाद।